नेपाल कटर जो पिचको बाटो कर लागिसकेको छौँ हामी अहिले उदयपुर गढीको गेटमा आइसकेका छौँ यहाँ चाहिँ टिकट सिस्टम छ जस्तो छ हेर्दाखेरि उदयपुर गढी यहाँबाट चाहिँ यहाँ म टावरमा भर्खर आइसकेँ होइन टावरबाट चाहिँ हेर्दाखेरि हेर्न सक्नुहुन्छ उतापट्टि मन्दिर अहिले हामी यो चाहिँ घोडामा हेर्न सक्छ हजुरहरूले नाम पनि हजुर देखाउँदैछ सेन वंशी राजा श्री उदयचन्द्र सेनको चाहिँ हो। हेलो गाइस स्वागत छ वेलकम ब्याक टु माई युट्युब च्यानल हजुरहरूलाई बिएमसी ममसको तर्फबाट हजुरलाई स्वागत छ। आज हामी नयाँ ठाउँ गइरहेको छौँ उदयपुरको एकदम भाइरल ठाउँ अहिले भएको भर्खरै उदयपुर गढी भन्ने ठाउँमा गइरहेको छौँ। हजुरलाई बाटोमा चाहिँ के कस्तो छ कस्तो बाटो छ भन्ने कुरा हामी देखाउँदै जान्छौँ। यहाँबाट यहाँ अहिलेसम्म आएको हामी चाहिँ अब नेपालटार हेर्छौँ हजुरले यो अगाडि यो नेपालटार हो यताबाट मदनमोहन राजमार्ग काठमाडौँ जाने बाटो हो तपाईँलाई कटरी जाने बाटो हामी नेपालटारबाट थियो यो बाटो हुँदै आएर यहाँसम्म चाहिँ हेर्न सक्नुहुन्छ हजुरले पिच छ यो पिच कहाँ सकिन्छ भन्ने कुरा थोरै मात्रै पिच छ भन्ने सुन्नमा आएको छ कहाँसम्म पिच छ त्यसरी ग्राभल बाटो छ उहाँ चाहिँ के कस्तो छ उदयपुर गढीमा के छ तोपहरू छ अरे के छ गेटहरू छ के छ भन्ने सुनिएको छ के छ भन्ने कुरा हजुरले हेर्नुलाई पुरै भिडियो हेर्नुपर्ने हुन्छ हजुर हामीसँग रहनु होला। हामी अब यहाँबाट जाँदैछौँ गाइज यो बाटो हुँदै जान्छ हामी पिच बाटो नयाँ पिच हामी चाहिँ नेपाल कटर जो पिचको बाटो कर लागिसकेका छौँ पिच कहाँसम्म छ बाटो कस्तो छ भन्ने कुरा हजुरहरूले पुरै भिडियो हेर्नु होला। अहिले भर्खरै यो पिच बनाएको लक्ष्यसम्म पिच सक्यो गाइज यहाँबाट यति मात्रै पिच रहेछ अब पुरै ग्राभल बाटो अफरोड बाटो हामी अफरोड बाटो जानेछौँ। अफरोड सुरु भइहाल्यो धेरै छिटो भन्दा छिटो हाम्रो अफरोड बाटो चाहिँ एकदम मजाले सुरु भइसकेको छ एकदम ठाडो कलर जग्गा जाँदाखेरि चाहिँ एकदम मजाले ध्यानपूर्वक आउनु भन्न चाहन्छु। पिच भनेको लगभग 2-3 किलोमिटर पिच थियो होला अरू सबै नै अफ रोडै छ। गाइज हामी अहिले भर्खर कहाँ आइपुग्यौँ उदयपुर गढी लगभग आइपुग्न आँट्यो हामी अहिले यहाँबाट भ्यू कस्तो के छ केटाहरू ठिक छ कहाँ हिँडेको भाइहरू कहाँ युट्युब च्यानलको नाम के हो बिएमसी मम्सु सब्सक्राइब गरिदिनु पर्यो होला। ओके गाइज यहाँबाट हेर्दा हेर्न सक्छौँ अगाडि उहाँहरू छ अहिले चाहिँ हामी सबैभन्दा माथि हाइटमा आइसकेका छौँ अगाडि उहाँ नेपालटारबाट हामी छिरेको यहाँबाट भ्यू जस्तो देखिन्छ हजुरहरूले यहाँबाट हेर्न सक्नुहुन्छ पुरै तल चाहिँ घाम लाग्छ एकदम शीतल हल्का जाडो सुरु भइसकेको छ अहिले भर्खरै उहाँ पर हेर्नु खोला भएको सेतो देखिन्छ खोला यो त रोड हो खोला जस्तो लाग्छ रोड पनि हुनसक्छ। यतातिर मदनमोहन राजमार्ग काठमाडौँ जाने बाटो कटारी विमान यताबाट यस्तो छ हामी अब यो टावरलाई देखिरहेको थियो हामीले यहीँबाट त्यहाँ टावरबाट आइसक्यो हामी अहिले भर्खरै बाटो चाहिँ पुरा अफरोड छ ग्राभल छ। यहाँ हेर्नु सक्नु यहाँ ब्याङ्कमै सुविधा रहेछ शाखा गढी सानीमा ब्याङ्क रहेछ यता आउँदाखेरि हजुरहरूले ब्याङ्कमा पनि कारोबार गर्न सक्नुहुन्छ के समस्या पऱ्यो भने पैसा निकाल्न सक्नुहुन्छ। त्यो चाहिँ एकदम पुरानो बर्पियोला गाछहरू कति वर्ष पुरानो भन्ने सुन्नमा आएको छ। यताबाट चाहिँ भर्दै जाने बाटो अरे यो पारी हामी यहाँ मास्तिर जान्छ बाटो चाहिँ ग्राभलै छ। आज शनिबार भएर एकदम भिडभाड देखिरहेको छ अहिलेसम्म चाहिँ अब उहाँ माथि पुगौँ के कस्तो छ। तीनवटा र चारवटा रहेछ है एउटा दुईवटा तीनवटा चार पाँचवटा बरको बोट रहेछ धेरै पुरानो बोटहरू सक्नुहुन्छ। हामी उदयपुर गढी अहिले ठेक्काइसक्यो एकदम गाडीहरू एकदम लागिरहेको छ भिडभाडै छ अहिले हामी गाडी यहाँ सट्टा साइड लगाएर राख्नु पर्यो। बेबे उठा हाम्रो टोलीहरू कति 5-7जनाको चाहिँ भएर आइपुग्नु गएर गाई हेर्नु हजुरहरूले अब अगाडि भित्र के कस्तो छ भन्ने कुरा हजुरहरूलाई हामी देखाउँदैछौँ।
हामी अहिले उदयपुर गढीको गेटमा आइसकेका छौँ। यहाँ चाहिँ टिकट सिस्टम छ कस्तो छ हेर्दाखेरि एकजना बराबर कति टिकट छ भन्ने कुरा हामी यहाँ सोध्दैछौँ। एकजना बराबर कति टिकट आउँदाखेरि यहाँ एकजना बराबर 20 रुपियाँ टिकट हो। हजुरको नाम के हो? हजुर पेसाल भाइ। एकजना बराबर 20 रुपियाँको टिकट छ। हाम्रो आजको टोलीहरूसँग छ हजुरहरूले यतिजना छौँ। थ्याङ्क यू। त्यही हामीले चाहिँ उदयपुर गढी गाउँपालिकाको चाहिँ एकजना बराबर 10 रुपियाँको टिकट चाहिँ काटेर हामी यहाँबाट छिर्दैछौँ। एकजना बराबर 20 रुपियाँको। हामी यहाँबाट यो भराङको बाटो गढीतर्फ लाग्दैछौँ, उदयपुर गढीतर्फ। आज शनिबार भएर भिडियोहरू पनि देखिन्छ धेरै नै। आज के कस्तो छ भन्ने कुरा हजुरहरूलाई हामी देखाउँदै जानेछौँ। हाम्रो आहाना छ, यहाँ आहाना आयो भन्दै यता आङ्सी छ। हेलो, अब 11 नम्बर हाम्रो। अब 11 नम्बर चाहिँ पक्रेर हामी गाई जानेछ अगाडि माथि। अब माथि झन्डा पनि देखिरहेको छ, पिङ्क पनि छ जस्तो के छ भन्ने कुरा हजुरहरूले हामीलाई हेरिराख्नु सबै देखाउँछ हजुरलाई भिडियोमा। यहाँ एक साइडतिर भर्याङ छ भन्ने, एक साइडतिर चाहिँ सम्म बाटो बनाउनु भएको छ। यहाँ एकदम दामी हो, एकदम राम्रो छ। हजुर आउनु होला एकपल्ट घुम्नलाई। हजुर हामी पनि जलजलेबाट हो, सबैलाई बोलाउनुपर्छ, आउनुपर्छ। उदयपुर त राम्रो होस्, मान्छे आउनुपर्छ, तान्नुपर्छ। भाइरल त भइ नै रहेको छ अहिले पनि उदयपुर गढी, अझै होस्। यहाँ हेर्नुसम्म चाहिँ उदयपुर गढीमा फुलको एकदम टन्नर छ। फुल हेर्नुसम्म चाहिँ तिहारमा चाहिँ 1000 किलोसम्म बिक्री भयो। तिहार पनि सक्यो, फुल पनि फुल्न सुरु भइसकेको छ। हेर्न सक्नुहुन्छ आज शनिबार एकदम तिहार विषय पिकनिक खाने पनि भिडभाड छ एकदम। के छ यहाँ बच्चा बच्चाको लागि चिल्ड्रेन पार्क जस्तो बनाएर छ। त्यहाँ 1 2 3 4 5 खेल्नु नगएको बच्चाहरूको लागि। आना आना लडी त ल लाङ्सी त पनि आइज यो पनि लडी यता बच्चा बच्चीको लागि चाहिँ एकदम स्पेसल बनाएर चाहिँ खेल्ने कुराहरू। माथि हटसेप पनि हुन्छ हजुरहरूले। यहाँ माथि हटसेप, यतातिर एकदम पिकनिक खानेहरूको भिडभाड छ। हटसेपमा टी बनाइरहेको छ। यहाँ चाहिँ माथि चाहिँ भ्यू ठाउँ जस्तो छ। यो चाहिँ घोडामा हेर्न सक्छ हजुरहरूले। नाम पनि हजुर देखाउँदैछ, सेन वंशी राजा श्री उदयचन्द्र सेनको चाहिँ हो। घोडामा सालीको हेर्नु सक्छ हजुरहरूले। यस्तो दामी देखेको झन् क्या दामी। माथि आकाशमा एकदम हरियो बादल लागिरहेको छ, हरियो आकाश सेतो बादल। अनि यहाँ घोडाको कलर पनि सेतो छ र उहाँले ड्रेस आउनु भएको पनि हरियो कलर छ। दामी देखेको छ उदयपुर गढी। यहाँबाट चाहिँ भराङबाट चारैतिर यस्तो रहेछ। यो देख्नुहुन्छ हजुरहरूले। सायद पहिला पानी थियो होला। यहाँबाट हामी भित्र प्रवेश गर्दैछौँ। हामीले माथि आइसक्यो भर्खरै। यहाँबाट हेर्दाखेरि यहाँ तोप हेर्न सक्छ हजुरहरूले। यहाँ चाहिँ 2टा तोप राखेको छ। यहाँ एउटा तोप छ भने त्यहाँ एउटा तोप छ। यो चाहिँ खाल्टोमा के हो? यहाँ चाहिँ के हो खाली ठाउँ चाहिँ? यता हामी मन्दिरको पछाडिबाट हेरिरहेको छ। यहाँ चाहिँ फलामको पिङ चाहिँ दामी बनाएर छ। हेर्नु सक्नुहुन्छ सस्पेन्सन तरिका सस्पेन्सन फलामको बनेको हुन्छ। सस्पेन्सन पिङ भनेको यसलाई यता हेर्दा त्यस्तो देखिन्छ। एकपल्ट आउनुभयो उदयपुर गढी भिजिट गर्नलाई एकदम रमाइलो ठाउँ छ। पिकनिक पनि क्याम्पिङ पनि आउनु सक्नुहुन्छ हजुरहरू। एकजना चाहिँ आना हो, एकजना आङ्सी हो। आइगयो त आइ ल थ्याङ्क यू। कहाँको उदयपुर गढी हो ल, ठिक छ। हामी अहिले ट्याक्क अहिले उदयपुर गढी यो डाँडामा आउँछ हामी भर्खरै। यो छ घुम्ने ठाउँ। यहाँ चाहिँ एकपल्ट आउनु होला हजुर, एकदम राम्रो ठाउँ छ। यहाँ रमाइलो छ। अहिले चाहिँ एकदम भाइरल भइसक्यो उदयपुर गढी पनि। सब ठाउँबाट मान्छेहरू आइराख्नु भएको छ। यहाँ पिकनिक खान पनि घुम्न पनि रमाइलो गरेर पनि आउँछ मान्छे। यहाँबाट यसो देखिन्छ महल हेर्नुहुन्छ हजुरहरूले। यहाँ पिकनिक एकदम भिडभाड छ आज हेर्नु।
तिहार पनि भर्खर सकिएको पिकनिक एकदम भिड भएको त्यो छेउबाट चाहिँ हामी त्यही आएको बाटो अहिले अब फर्किनु हुन्छ उहाँहरू चाहिँ बाटो पनि राम्रो छ उहाँ पर हजुरले देख्नु भएको वहाँ पर चाहिँ उदयपुर गढी उदयपुर पहिले उदयपुरको सदरमुकाम चाहिँ पहिले उदयपुर डाँडामा थियो पहिला चाहिँ अनि यो चाहिँ अब कुन 42 सालतिर कति कुन सालतिर अब मलाई थाहा भयो त्यो किन चाहिँ अनि रातारात चाहिँ अब चाहिँ गाईघाटतिर सरेको उदयपुर गढी सदरमुकाम चाहिँ यो त रमाइलो ठाउँ छ चिसोसम्म एकदम यहाँ चाहिँ नाम लेखेर हेर्न सक्छ हजुर शहीद वीर शहीद साइक श्याम सिरेङ चङवाङले मालु किरात भातृ भनेर के लेखेको छ हेर्नु शिक्षकहरूले हेर्न सक्नुहुन्छ आहाना भान्जीलाई क्या खतरा देखेको आम्म को आहाना भान्जी हो आगो लाग्यो क्या हो अहिले एकदम फोटो खिच्नको लागि एकदम तोपमा चाहिँ एकदम प्याक भइरहेको छ पालैपालोबाट भइरहेको छ माथि झन्डा छ नेपालको यतापट्टि मन्दिर छ यतापट्टि तोप छ तोपमा फोटो खिच्ने एकदम प्याक देखाउँछ तपाईँहरूलाई यहाँ चाहिँ उदयपुर गढीको माथि लेखेको लोगोमा चाहिँ फोटो खिच्नको लागि ढोकालाम सिस्टम रहेछ यहाँ देखाउँछ ढोका खुल्दैछ उतापट्टि चाहिँ फोटो खिच्ने एकदम खिच्ने काम भइरहेको छ हामी चाहिँ टावरमा जान्छ माथिको टावरमा त्यहाँबाट कस्तो देखिन्छ हजुरलाई देखाउँछ हामी यहाँ चाहिँ फलामको हेर्नु सक्नुहुन्छ त्यो फलामकै हो हामी अहिले उदयपुर गढीको भिजिट गरेर भर्खरै हामी अहिले आइसकेका छौँ यहाँ भ्यू टावरमा हजुरलाई भ्यू टावरको पनि दृश्य देखाउँ भनेर चाहिँ यस्तो छ बाहिरी माहौल हल्का हेर्न सक्नुहुन्छ हल्का कुहिरो लागेको जस्तोमा आकाशतिर देखिरहेको छ हल्का कुहिरो लाग्यो तल फेरि सेतो देखिन्छ यहाँ चोरीहरू ठुलो यहाँ आउँदाखेरि पिकनिकको लागि आउँदाखेरि क्याम्पिङ गर्न आउन सक्नुहुन्छ राम्रो ठाउँ छ एकदम मजाको हामी अब भ्यू टावरतर्फ गइरहेको छौँ गाइस यहाँ भ्यू टावर हो देखिरहनु भएको हामी यहाँबाट माथि चढ्दैछौँ यता चाहिँ यो बाहिर जाने भित्रीबाट माथि जाने भित्रीबाट यहाँ भर्याङ दुई तरफ देखिन्छ क्या यो भित्रीबाट चाहिँ माथि जाने जस्तो छ यो भित्रीबाट चाहिँ माथि जाने होइन यो बाहिरबाट चाहिँ यो बाहिर मात्रै हो माथि होइन माथि भित्रबाट यता पनि भर्याङ छ हेर्न सक्नुहुन्छ यहाँबाट चाहिँ बाहिर जाने माथि यता पनि बाहिरको लागि यहाँबाट चाहिँ भित्र गएर हुन्छ लागिज यहाँबाट सक्नुहुन्छ यहाँ यस्तो छ है माथिबाट यो जाने भित्रबाट त्यो जाने ठाउँ चाहिँ भित्रबाट यस्तो छ हेर्नुहुन्छ हामी यहाँबाट माथि जाँदैछौँ त्यो भित्र चाहिँ भर्याङ यसरी बनाएर छ यो आहाना आङ्सी हो आङ्सी पनि गइरहेको छ माथि फाइनली भर्याङ चढेर माथि भ्यू टावर आइसकेपछि यहाँ चाहिँ खाजाको पनि कुरा काम भइरहेको छ माथि आएर खाजा पनि खान सक्नुहुन्छ हजुरहरूले यहाँबाट कस्तो माहौल देखिन्छ भन्ने कुरा हजुरलाई म देखाउँदैछु यहाँ हेर्न सक्नुहुन्छ उता कहाँ जाने बाटो त्यो पनि कुनै गाउँ होला सायद यहाँ ठुलो गाछहरू छ यहाँनिर पानी ट्याङ्कीको व्यवस्था रहेछ पहिले चाहिँ पानी पाउँदैन थियो अरे यतापट्टिबाट हेरेर यस्तो देखिन्छ हामी अघि आएको म पर झन्डा हेर्न सक्नुहुन्छ उदयपुर गढीबाट हामी बाटो सिधै आयौँ यहाँ चाहिँ एकदम ठुलो चौरी छ जति मान्छे आयो भने यहाँ बस्नलाई कुनै टेन्सन छैन यहाँ माथि यस्तो क्लस्टर भएको छ भने तल हेरेर बाटोबाट यसपालिको हाम्रो भ्लगमा चाहिँ उदयपुर गढी घुमाएँ हजुरलाई यहाँ भ्यू टावरमा पनि घुमाएँ हजुरहरूलाई उदयपुर गढीमा चाहिँ हजुरहरू आउँदाखेरि पानी सानीको व्यवस्था भइसकेको रहेछ पिकनिक आउँदाखेरि घुम्न आउँदाखेरि क्याम्पिङमा आउन सक्नुहुन्छ हजुरहरू तोपहरू छ झन्डा छ फोटो खिच्ने ठाउँहरू छ केटाकेटीको लागि खेल्ने पार्किङ पनि छ हरेक कुरा सुविधा छ एकपल्ट आउनु उदयपुर गढी हाम्रो उदयपुरको सान यो उदयपुरको चाहिँ पहिलाको चाहिँ अब यो सदरमुकाम हो यो आजभन्दा 40 वर्ष अगाडि 42 सालतिर कुन सालतिर 42-43 सालतिर यहाँबाट चाहिँ गइसकेको अवस्था छ
त्यो टाइममा चाहिँ पानी पनि पाउँदैन, पानीको व्यवस्था पनि छ, ट्याङ्कीको व्यवस्था, लाइनको व्यवस्थाहरू कुरा भइसकेको छ। एकपल्ट हजुर अवश्य पनि भिजिट गर्नु होला उदयपुरगढी। आजको भिडियो हजुर कस्तो लाग्यो? यदि हजुरलाई यो आजको भिडियो मन परेको छ भने लाइक, सब्सक्राइब, बेल आइकन दबाइदिनु होला। फेरि अर्को भिडियोमा भेटौँ होला। हस्त, नमस्ते, बाई बाई।